हाई एभ्रिवान, नमस्ते सबैजनालाई। मलाई चाहिँ अब यो भिडियो चाहिँ बनाउन मन थिएन, खास गरी होइन। मेरो बर्थडे चाहिँ वैशाख कति 31 गते हो। आज कति जेठको भयो होला, हिजो 18 भनेपछि आज 19 होइन। साथीले चाहिँ मलाई बर्थडेको केक पठाइदिएको रहेछ क्या, अनि त्यही भएर म चाहिँ भिडियो बनाउँदैछु। यतापट्टि दिदी भेनाजूहरू हुनुहुन्छ, माथि दाइ भाउजू, तर कोही पनि यहाँनिर छैन क्या। अलिक दिदी उता पसलमा हुनुहुन्छ, दिदी भेनाजूहरू उता। तर अहिले चाहिँ म यहाँनिर चाहिँ भिडियो मात्रै बनाएर उता लगेर काट्छु भनेर बनाएको। अनि कस्तो कस्तो भइरहेछ मेरो बर्थडे। उहिले गएको पठाएछ हेरौँ। स्प्रे चाहिँ म गर्दिनँ। त्यो कुकुर भोगेको मलाई सामान आउँदैछ भनेर यति धेरै कुरायो होइन, यति धेरै कुरायो। लास्ट मात्रै पुगेछ। ह्याप्पी बर्थडे, ह्याप्पी बिलेटेड बर्थडे डल्ली भनेर लेखेको रहेछ। अनि क्यारामेल फ्लेभरको पठाइछ केक। फोटो खिच्छु लाग्यो हातमा अलिकति आफैले लाग्यो। यस्तो लो फेरि लाग्यो। यहाँ लाउँछु नि, त्यो चाहिँ मेरो साथीको साइडबाट। यस्तो यहाँ माथि राखौँ भनेको। मलाई चाहिँ गीत बजाउन मन लाग्यो एक्लै भएर। केक चाहिँ काट्दिनँ यहाँनिर, उतै गएर काट्छु होइन। बट लेट मी सेलिब्रेट। मलाई डर नै लागिरहेछ यो लाइट बाल्न। साथी तिमी कहाँ छौ भन न, सक्यो एउटा बालेन। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, थ्याङ्क यू सो मच। तँलाई धेरै माया। अनि मानक म विस गर्छु तपाईँलाई, त्यो एउटा मेरो सम्बन्ध सधैँ यस्तो होस्। सधैँ केक पठाउने ल, म जता भए पनि। फोटो पठाएको होइन, बट नो आइडिया। मलाई फोटो जस्तो लाग्यो। तारा सारा मेरा प्यारा साथी भाइ हेरी कचकियौँ है। जीवनको बाटो भन्थे घाम र छाया, छाता ओढेर कटाउनै पर्ने। यो केक चाहिँ म उतै स्प्रे चाहिँ गर्दिनँ। अब एक्लै छु, कसरी गर्ने होइन स्प्रे। कोही भने घडीसँगै गाउँछन् जिन्दगी जसरी साथी भए हुन्छ। मेरो साथीले आज होइन मलाई के भन्नु, 1000 पैसा नि पठाएछ केले। अनि तँलाई गाडी भाडा भनिदिइरहेको। अनि मसँग त पैसा छ, यसरी किन पठाएको होला। मलाई कस्तो कन्फ्युज भयो। अनि फेरि त्यो सामान लिन पठाउँछु भनेर
बौद्ध पिपल बोर्डमा बोलाएको थियो अनि त्यहाँसम्म गएर अब चाहिँ अफकोर्स अनि बौद्ध पिपल बोर्डमा म 6 बजेनिर गएँ होला एउटा लोकेसन हेर्नु थियो 5:30 गएको नि हेऱ्यो वेट गऱ्यो गरेँ आधी घन्टा अनि फेरि तल ह्याप्पी बर्थडे going into 26 with some person that since me throughout every year since 2018 हामी चाहिँ फ्रेन्डसिप भएको चाहिँ 2018 देखि अब 26 भएछ यो फोटो चाहिँ हामी पहिलो फर्स्ट विदेश गए पछिको हो हैन अनि यो चाहिँ दुबईमा दसैँको बेला हामी कसरी टिका लगाएको थियो त्यतिखेर अनि यो चाहिँ हामी क्लबमा गएको थियो आई थिङ्क यतिखेर हामी प्रशान्त तामाङको कन्सर्ट हेर्न गएको होला अनि यो नि दुबईमै हो यो चाहिँ टर्कीमा मेबी यो फोटो चाहिँ भयो होला 4-5 वर्ष नै के लेखेर पान्नाहरू पल्टिँदै जान्छन् कथाहरू बदलिँदै जालन् कठिन परिस्थितिमा परिएला तर हाम्रो मित्रता कहिले नबिलोस् है जन्मदिनको धेरै धेरै शुभकामना डल्ली प्रगति प्राप्ति र उन्नतिका पाइलाहरू निरन्तर अगाडि बढिरहोस् सधैँ हाँसी खुसी शान्ति र सुस्वास्थ्य दीर्घायुको कामना छ ह्याप्पी बर्थडे डल्ली लभ यु सो मच थ्याङ्क यू सो मच तँलाई म अब कसरी भनौँ थाहा छैन मेमोरिज फोटोहरू यो त टोयलेटको फोटो हो अनि समयले संसारको जुनसुकै कुनामा पुर्याए पनि हाम्रो मित्रता चाहिँ कहिले पनि नबिर्सनु है साथी तिमीलाई जन्मदिनको धेरैभन्दा धेरै शुभकामना प्यारी साथी मिस यु टु सो मच म यतिखेर केही भन्न सक्ने छैन अब तँलाई के भन्नु अनि मैले कति 2022 मा या 24 मा एउटा बर्थडे मनाएँ त्यो बर्थडे र यो बर्थडे चाहिँ मेरो एकदम बेस्ट मैले हुन्छ नि अब केकहरू नकाट्ने भनेर सोचिरहेको थियो पहिला स्टार्टिङमा चाहिँ क्या जब मैले बर्थडे मनाएको थिएन अनि म टर्कीमा थियो अनि त्यस्तो भन्दाखेरि चाहिँ मेरो एकजना साथीले चाहिँ के गरेर ल्याएको थियो भने त्यहाँनिर चाहिँ इन्डोनेसियन साथी थियो त्यो साथीले चाहिँ सानो त्यो कप केक हुन्छ नि त्यो कप केकमा एउटा प्लेट राखेर प्लेटमा ह्याप्पी बर्थडे लेखेर कफीले लेखेर क्या त्यसरी राखेको थियो अनि त्यो बर्थडे थियो फर्स्ट बर्थडे मेरो मैले मनाएको अब केक काटेको अनि त्यहाँपछि मैले दुबईमा 2023 or 24 मा मम्मी आउनु भएको थियो मैले उता अनि त्यतिखेरको बेस्ट त्यो बर्थडे थियो अनि फर्स्टको त ठिकै थियो अब त्यति गरिदिएको हो साथीले नट ब्याड होइन उसले सक्ने गरिदिएको अनि त्यो मम्मी भएको बेलाको मेरो बर्थडे र अनि आजको बर्थडे म कहिले पनि बिर्सिन सक्दिनँ तँलाई धेरै धेरै धन्यवाद अब म कसरी बोलौँ मसँग बोल्ने शब्दहरू पनि केही छैन त्यतिखेर त मेरो नजिक भएको भए म एक हक गरेर तसँग धेरै गइरहन्थ्यो होला आई मिन त्यस्तो रुन्थ्यो भन्दा पनि हामी चाहिँ हर कुरामा धेरै झगडा पनि गर्छौँ मैले आजै दिउँसो पनि सम्झिरहेको थिएँ मेरो साथीसँग पनि सेयर गरिरहेको थिएँ त्यो आउँछ विकली अनि आउने बेलामा झगडा गरिन्छ फेरि छुट्ने बेलामा हामी मुख अँध्यारो गरेर छुट्टिन्छौँ अब त्यस्तो साथीहरू नि छैन अहिले त
त्यो टाइपले नेपालमा चाहिँ मेरो अब साथीहरू नभएको होइन, छ भए पनि हुन्छ नि, आई मिन त्यो मेरो एक किसिमको बेस्ट फ्रेन्ड। अब जिन्दगीमा साथीहरू भनेको त धेरै बनाए होइन, मान्छेको बेस्ट फ्रेन्ड भनेपछि त चाइल्डहुडको हुन्छ नि त, बच्चापनदेखि स्कुलदेखि नै। मेरो चाहिँ नभएको होइन, स्कुलनिर पनि थियो, तर अब त्यस्तो हार्ट टु हार्ट कनेक्सन हुने मिल्ने त्यो थिएन। अब हामी चाहिँ अलिक बुढी भएर भन्नाले अब 17-18 वर्ष भएको थियो होला म उसँग मिल्ने बेलामा, अनि उसले पनि मलाई साथी, हामी भन्न चाहिँ साथी साथी भन्थ्यौँ, तर ट्रिक चाहिँ कस्तो एज अ प्यारेन्ट्स टाइपले हुन्छ नि, कति धेरै कुरामा मोटिभेट गर्ने अनि सम्झाइदिने, यो गर्दै हुन्छ त्यो गर्दै हुन्छ। इभन अहिलेसम्मको मेरो लाइफको हर कुरा सेयर गर्न सक्छु आँखा चिम्लेर भने चाहिँ। तर अनि सेकेन्डमा चाहिँ दिदी, म दिदीलाई नि सेयर गर्छु, दिदीलाई नि धेरै मिस गरिरहेको छु यतिखेर। अनि दिदीलाई चाहिँ धेरै टेन्सन दिन मन लाग्दैन, सेयर गर्छु। दिदीसँग चाहिँ कुरा सेयर गर्नुभन्दा अक्करेर अब रुन मन लाग्छ, दिदीले पनि धेरै टेन्सन नदिनु, त्यो टाइपको हुन्छ। अनि तसँग चाहिँ अब अनि क्लास यो पढौँ, पानाहरू पल्टिँदै जान्छ, कथाहरू बद्लिँदै जान्छ, तर हाम्रो मित्रता चाहिँ कहिले नबद्लियोस् है साथी। यो सुन्दर अनुहारमा सधैँ मुस्कान देख्न पाऊ। मेरो प्रिय साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना। मेरो एउटै विश छ, चाहे जति नै वर्ष बिति जाओस्, हामी जहाँ भए पनि हाम्रो माया मित्रता अनि सम्बन्ध कहिले नटुटोस् है साथी। अलवेज इन माई हार्ट साथी। अनि एउटा हक अनि लभ दिएको छ, तँलाई पनि धेरै धेरै हक लभ मिस। अब त्यो अनकाउन्टेबल के भनौँ होइन, पहिला त्यहाँनिर हुने बेलामा त अरू कुरा सेयर गर्न मन लाग्थ्यो, इभन अहिले पनि नगर्ने होइन, गरिन्छ, तर टाइम वाइजले देख्दा पनि अब त्यताको र यताको टाइम प्लस त ड्युटीमा हुन्छ भनेर पनि कुनै कुराहरू सेयर गर्न चाहेर पनि सकिँदैन, के टेन्सन दिउँ त्यो टाइपको हुन्छ। के गर्नु होइन, भिडियो गर्न पर्यो नि सब खाउँछु त ह्यापी बर्थडे टु यु। मन त बिन के बोले आधा मम पिउँ बा एकटा गिटे पनि मन पिउँ न ना आई कम सो हजुर हम होटल के